यो हो बडा रामेछाप जाने मान्छे झोला कस्नु भएको छ। कोसे पिर्ती हरेको कोसे पिर्ती अब ला कसरी जान्छ अब यस्तो जङ्गलमा त बर्बाद भयो त। हामी छौँ यस्तो घना जङ्गलमा, अब कता जाने हो पनि थाहा छैन। जाऊ कता जाने, अब कता लैजाने हो तिमीले यो जङ्गलमा ल्याएर। हाम्रो बस्ने यहाँनिर झन्डै खोलामा गएको थियो, हामी बार बाँचेका छौँ। रोक्नु सँगै पढेको साथी भेटे अरे भलाकुसारी गरेर केही छैन। खोइ बर्माला लाएको फोटो मूल गोरेटो विद्यार्थी यस्तो यो भङ्गारु भनेको चाहिँ ट्याक्राक्केले स्वर्ग छ, तर नेताहरूले चाहिँ बाटो बनाइदिन सकेनन्। के भन्नु अब, आफूले नि बनाउन नसक्ने केही पनि छैन हो, केही पनि छैन। बाख्राले बाहिरबाट ब्याकग्राउन्ड म्युजिक पनि दिएको छ, मलाई अलिक गाउने। बसमा चाहिँ बाटो सानो बाटो भएर हामी लगाएको, तर सानो गाडीको पनि हालत चाहिँ त्यस्तै नै थियो। फेरि नुहाइ धुवाइ छ यता, राम के यस्तो नुहाइ धुवाइ। हेलो गाइज, गुड मर्निङ। हामी छौँ चाबेलमा र अब हामी जान लागेको छौँ रामेछाप इको ट्राभल। यो हो हाम्रो गाडी रामेछाप जानको लागि। पैसा छैन हजुर, यही हो नि, यही भनेको सुनेको हो। यो हो हाम्रो गाडी। बस्न त मिठो आएको छ त गाडी। यो हो बडा रामेछाप जाने मान्छे झोला कस्नु भएको छ। कोसे पिर्ती हरेको कोसे पिर्ती अब हामी पनि आज अड्कियो ला कसरी जान्छ अब यस्तो जङ्गलमा त बर्बाद भयो त। त्यही बसेको थियो, उनीहरू वहीँ बसे। ए भनेपछि गेरे चलेन है, ब्याकै भएन त्यो, ठ्याक्कै स्लोपमा अड्केर बस्या। त्यस्तो भयो, हामी छौँ यस्तो घना जङ्गलमा, अब कता जाने हो पनि थाहा छैन। जाऊ कता जाने, अब कता लैजाने हो तिमीले यो जङ्गलमा ल्याएर। सबै मान्छेहरू हिँडेर आउँदैछन्। अब गाडी वहाँ माथि त्यो टर्निङमा घुम्दै घुमेर अड्किएर बस्यो। अब हामी चाहिँ मलाई त्यो एक्सप्रेसन हेरेको ल हाम्रो गाडी चाहिँ यही फसेरै अड्किएर बसिरहेछ। अब के गर्ने हो पनि थाहा छैन। त्यही ढुङ्गाले अड्काएको, त्यही ढुङ्गाकै भरमा हो। रोक्नु एकछिन ढुङ्गा छ है, अगाडि ढुङ्गा छ। यो ढुङ्गाले निकै सपोर्ट गर्यो नि यसले पनि। त्यो तलको ढुङ्गाले सपोर्ट गर्यो। त्यो अलिकति त खाल्डो हालिसकेको
ए भगवान्, बिहान 5:30 बजी गाडी चढेको मान्छे हामी अहिले कति बजी आइपुग्यौँ? के तिम्रो च्यादलु आइपुग्यौँ बल्ल बल्ल। हो माइ गड, यस्तो नि हुँदो रहेछ। कति घन्टा ल यो बोका, कति घन्टामा हिँडेको? राम राम राम, 13 घन्टा भयो क्या गाडीमा हिँडेको। यस बेला आइपुग्ने हो त रामेछाप? ओ च्यादलु अरे, यो गाडीमा आएको भर्खर आइपुग्यो। अब गाह्रो होटेल खोज्ने कता हो? बस्नको लागि अनुमति छ। होटेल पुरै फुल भइसक्यो अरे। होटेल फुल भइसकेपछि यहाँ अर्को होटेलमा सोधिदिन्छु भनेर हामीलाई एकछिन यहाँ बस्नु भन्नुभएको छ। अब होटेल पाइन्छ कि पाइन्न थाहा छैन। सँगै पढेको साथी भेटे अरे, भलाकुसारी गरेर केही छैन। सँगै एसएलसी दिएको अरे 2063 मा 63 को कपाल पनि सेम भएछ। ए ल, एउटा साथी चाहिँ भेटेँ है मैले चाहिँ। भेटेपछि चिया खाम भन्ने नजर आउँदाखेरि चाहिँ यस्तै रहेछ। अब सबै सँगै पढेको साथीहरू अरे बिचरा घर लाउँदैछन्। सही रहेछ उहाँको घर, यस्तो खतरा राम्रो ठाउँ रहेछ। त्यो चाहिँ हाम्रो रामेछापको बाटो स्पेसल एमाले काङ्ग्रेस माओवादीलाई भोट दिएर जिताएको बाटो। यिनीहरू मूल गोरेटो विद्यार्थी हेरी मूल गोरेटो हो। झन्डै चिप्ने हौ म त। फेरि कमाउँदा ए घोगारु भने चाहिँ यही होला। टिपेर खाऊ त, त्यहीँ राख त। घोगारु यही हो घोगारु भनेको चाहिँ। ट्याक्राकेले यही हो, हेर घोगारु भनेको। ल यो हो हाम्रो फर्स्टचोटि हाम्रो गाउँमा आएको मन्जुलिका। यता हेर त मन्जुलिका। अब ठाउँ चाहिँ यस्तो स्वर्ग छ है। ठाउँ चाहिँ स्वर्ग छ, तर नेताहरूले चाहिँ बाटो बनाइदिन सकेनन्। के भन्नु, अब आफूले नि बनाउन नसक्ने हिँड्दै अब है। कति मिनट लाग्छ? 15 मिनटदेखि 20 मिनटसम्म लाग्न सक्छ। 15 मिनट लाग्न सक्छ। बाटोको हाल हेर्नु देखेको नि। लो हाम्रो गाउँको घर केराबारी आइपुग्यो। घर आइपुग्यो। रवि दाईको एउटा दुईटा तीनटा घर थाहा पाएँ। नासपति पनि रहेछ। बाबा त्यहाँ भइसिन्छ, हातमुख धोइसिया होइन।
यस्तो लुगा तपाईँको म फेरि यस्तो लुगालाई खिचेर को भन्दा के भन्छ उहाँ पुऱ्याएर फोटो हेर्दाखेरि केही पनि छैन हो केही पनि छैन गोरु कता लग्यो छोरी बाबाले गोरु सके सारेन बाख्राले बाहिरबाट ब्याकग्राउन्ड म्युजिक पनि दिएको छ म अलिक गाउने भाषा त्यस्तै रहेछ के यसो गरेका उसो गरेका अरे गर्नुभएको भन्ने त भएको छैन कसैको कसले गर्नुभएको गरेकै त हो नि त्यो त कस्तो नराम्रो भाषा हो त के को नराम्रो सिधा यस्तो गर्नुभएको थियो मम्मीले उसो गर्नुभएको थियो भाउजूले भन्छन् सिधा कुरो गरेका राम्रोसँग पकाऊ भात हो यो त्यो के रहेछ हेर्ने अरे टाउको मात्रै नआउने अरे शरीर किन नआउने खै हेर त यता कस्तो भयो रहेछ खै खै यो के हो यस्तो यो नुहाउनु पर्दैन हेर त अनि यहाँ पनि यो कपडा माथि सार त कपडा माथि सार त म हेर्छु आम्मै यस्तो राम्रो ननुहाउने अरे हेर त हेरु नि अबदेखि कपडा धुने ल हप्तामा एकचोटि नुहाउने कपडा धुने सफा हुने ल डुङ्गा खेतमा हालेका हुन् चेदालुको घडेरीमा हालेका हुन् हजुरबाले किनेका हुन् त्यसपछि त्यो खेत फेरि डुङ्गा खेतको बेचेर उयो माथिको खेतहरू हालेका हुन् जति पनि जे पनि छ नि सबैले हुन्छ भनेर गरेका हुन् भनेर भन्नुहुन्छ काकाले हो नि त्यो बेलामा त गर्नुभएको मलेसियामा हुँदा साउदीमा पनि जानुभएको है 2 वर्ष बसे त काकाले साउदीबाट पुरै चिठी लेखेर पठाउनुहुन्थ्यो त्यो बेला हामी पढ्थ्यौँ चिठीमा पढ्थ्यौँ काकाले पन्जाहरू पठाइदिनुहुन्थ्यो घडीहरू पठाइदिनुहुन्थ्यो बेलामा हामी त यत्रै थियौँ यतै कम्पनी डुबिहाल्यो अर्को कम्पनीमा सार्दा बाटोको अझै यस्तो बिजोग छ यार कहिले बन्ने हो बाटोहरू फेरि तेल सकियो यार गाडीमा कस्तो खालको लेदर लाग्यो भने आज साँझ छैन प्यासेन्जरहरू हिँडामिना भइरहने यतातिर तेल सकिएर गाडीको झस्टै भयो फेरि नुहाइ धुवाइ छ यता राम 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 के यस्तो नुहाइ धुवाइ गाडी बिग्रिएपछि अब के खानु के हे भगवान् भोक लागिरहेछ यही खाजा खानी बस्ने अब कहिले हो तेल आइपुग्ने त थाहा छैन